एकछिन पक्नुस् त के तपाई पनि चाहनुहुन्छ अनलाइनबाट पैसा कमाउन एकदम सबैजना चाहनुहुन्छ किनभने आजकलको नेपालको अवस्था यस्तो छ अफलाइन काम गर्दाखेरि सैलरी बढी पाउँदैन अनलाइन काम गर्न आउँदैन कसरी गर्ने के गर्ने यसमा यो भिडियोमा म तपाईहरुले बताउँछु अनलाइन काम गरेर पैसा कसरी कमाउने एकदमै राम्रो तरिकाले अब साथीहरु म त्यसको लागि तपाईहरुले के गर्छु कसरी गर्छु सबै कुरा यो भिडियोमा मोबाइलको स्क्रिनमा लगाएर हराउँछु अनि त्यसभन्दा पहिले यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनले अल गरिदिनु होला जसमा मेरो सबै भिडियोको नोटिफिकेसन सबैभन्दा प्रथम तपाईसँग पुगोस् अनि साथीहरु म यसमा एक पोइन्ट गरेर बताउँछु के छ कसरी छ यसमा तपाईले के गर्नुपर्ने छ एआई ले ट्रेन गर्नुपर्ने छ जस्तो च्याट जीपीटी भयो यस्तो धेरै एआई हरु छ जसले तपाईहरुले ट्रेन गर्ने काम गर्नुपर्छ अनि त्यसको बदलामा तपाईले केही पैसाहरु पाउँछ डलरमा पाउँछ त्यसले तपाई इजिली पेयरबाट निकाल्न सक्नुहुन्छ अब पेयरबाट कसरी निकाल्ने भनेर पेयर अकाउन्ट कसरी बनाउने त्यो गरेर तपाई युट्युबमा हेर्न सक्नुहुन्छ धेरै इजी छ नेपालमा पेयर अकाउन्ट इजिली बनिहाल्छ अनि त्यसपछि त्यसबाट तपाई आफ्नो बैंक पनि लिंक गर्न सक्नुहुन्छ यी सबै लिंक गरेर पैसाहरु निकाल्न सक्नुहुनेछ अब एउटा मोबाइलको स्क्रिनमा म त्यहाँ तपाईले बताउँछु के छ कसरी छ एक पोइन्ट गरेर लेट्स गो हजुरहरुले लिएर आइसकेको छु आफ्नो मोबाइलको स्क्रिनमा त्यसपछि हजुरहरुले म बताउँछु के छ कसरी चाहिँ गर्नु छ अनि त्यसभन्दा पहिला म तपाईहरुले एउटा यो माइक छ हेराइदिनु त्यो यसको अलि मलाई राम्रो लाग्यो म मंगाइछु त्यसैले म तपाईहरुको लागि पनि सजेस्ट गरिदिरै छु एकदमै राम्रो माइक छ साथीहरु चाहे हामीहरुले पोस्ट कार्ड गर्नुहुन्छ गाना रेकर्डिङ गर्नुहुन्छ अरु पनि जे कुरा गर्नु छ भिडियो बनाउनु छ एकदमै बेस्ट माइक छ अनि लुकिङ पनि एकदमै राम्रो छ त्यो एकदमै गाना रेकर्डिङ जस्तो फिल आउँछ तर यति सस्तो छ हेर्न सक्नुहुन्छ तपाई यहाँ 1575 मा मात्र पाइरहेछ अहिले 21% डिस्काउन्टमा 2000 प्राइस छ यसको तर 1575 मा पाइरहेछ अनि यसको रेटिङ पनि हेर्न सक्नुहुन्छ यहाँ रेटिङ एन्ड रिभ्यु यहाँ 5 छ यानी कि एकदमै माइक राम्रो छ यो 15 वटा सोल्ड पनि भइसकेको छ हेर्न सक्नुहुन्छ अहिले सम्म यो डिस्काउन्टमा यति डिस्काउन्टमा अनि तपाई पनि लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ पहिला हामीहरु के गर्नु छ प्ले स्टोरमा जानु छ अनि प्ले स्टोरमा गइसकेपछि साथीहरु यहाँ आएर तपाईले यहाँ सर्च बारमा जानु छ अनि यहाँ सर्च गर्नु छ क्लिक वर्कर यहाँ सर्च बारमा क्लिक गरेर अनि तपाईले सर्च गर्दाखेरि जुन साथीहरु यहाँ हेर्न सक्नुहुन्छ यो जुन पहिलो क्लिक वर्कर एप आउँछ त्यसले तपाईले इन्स्टल गरिलिनु पर्ने हुन्छ इन्स्टल गरिसकेपछि साथीहरु यहाँ ओपनमा क्लिक गरेर अनि ओपन गरिलिनु छ अब यति भइसकेपछि ओपन भइसकेपछि यहाँ साथीहरु हेर्न सक्नुहुन्छ यहाँ म अहिले एउटा सानो एकदमै 2-3 सेकेन्डको काम गरे यहाँ $0.1 बनाए छु यानी कि अब नेपाली पैसामा ट्रान्सफर कति के भन्छ कन्भर्ट गर्यो भने 8-9 रुपैयाँ जति हुन्छ सायद अब यहाँ हेर्न सक्नुहुन्छ कामहरु के छ त्यसभन्दा पहिला पेमेन्ट कसरी लिने यहाँबाट म तपाईहरुले त्यो हेराइदिरै छु यहाँ क्लिक गरेर अनि म तपाईहरुले यहाँबाट विथड्र कसरी लिने त्यो बताइदिरै छु सरी यहाँ क्लिक गर्नुपर्छ तपाईले प्रोफाइलको आइकनमा अनि सबैभन्दा पहिला आफ्नो प्रोफाइलहरुले सबै सेट गर्नुपर्छ के छ कसरी छ भनेर सबै कुरा सेट गरिसकेपछि यहाँ तपाईले पेमेन्ट डिटेल एड गर्नुपर्ने हुन्छ यहाँ हेर्न सक्नुहुन्छ एड पेमेन्ट डिटेल भनेर त्यहाँ तपाईले क्लिक गरेर अनि पेमेन्ट डिटेल एड गर्नुपर्छ सबैभन्दा पहिला साथीहरु म तपाईहरुले लगइन गरेर आएन किनभने मेरो पहिला भन्दा लगइन थियो त्यो तपाई आफैले लगइन गरिदिनु पर्ने हुन्छ त्यो अब त्यतिको त आउनु पर्छ नि अब यहाँ क्लिक गरेर अनि तपाईहरु यहाँ एडमा क्लिक गरेर यहाँ पेमेन्ट लिने मुख्य जुन छ पेनियर हो त्यो नेपालमा इजिली उपलब्ध छ त्यहाँबाट बैंकमा इजिली पैसा ट्रान्सफर भइहाल्छ त्यसको लागि तपाईले पेनियरको अकाउन्ट छ भने राम्रो रहेछ छैन भने बनाइदिनु होला एकदमै इजी छ कुनै पनि भिडियो हेरेर बनाउन सक्नुहुन्छ मात्र 5-6 मिनेट लाग्छ इजिली बनिहाल्छ तपाईको नेपालमा भेरिफाई भइहाल्छ अनि यहाँ साथीहरु तपाईको $20 भयो भने यहाँ तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ लिन सक्नुहुन्छ आफ्नो अकाउन्टमा यहाँ हेर्न सक्नुहुन्छ लेखेको छ अनि $20 भएपछि आफ्नो पेनियर अकाउन्ट एड गर्ने अनि प्रत्येक हप्ता तपाईको बुधबार देखि शुक्रबारको बीचमा तपाईको अकाउन्टमा पैसा आफै $20 पुगेपछि पेमेन्ट भइहाल्छ तपाईले गर्नु पर्दैन मात्र तपाईले काम गर्नुपर्छ अनि यो वीकली पेमेन्ट दिन्छ एकदमै राम्रो प्लेटफर्म छ यहाँ तपाईहरु आफ्नो एड्रेस एड गरिदिनु सबै कुरा अनि त्यसपछि हजुरहरुलाई के गर्नुपर्ने छ मेन काम के छ यहाँबाट पैसा कसरी कमाउने भनेर म त्यो तपाईहरुलाई बताइदिरै छु यहाँ हेर्न सक्नुहुन्छ यो मात्र एउटा कामको के भनिन्छ 3 पोइन्ट यहाँ हेर्न सक्नुहुन्छ $3.55 दिइरहेको छ अनि $3.55 को हाम्रो के भनिन्छ अहिले 1.38 को रेटमा चलिरहेछ $1 138
अनि यहाँ म तपाईहरुले कन्भर्ट गरेर देखाइदिएको छु 3.55 इन्टु 138 यहाँ हेर्न सक्नुहुन्छ करिब करिब 500 रुपैयाँ एउटा काम गरेर तपाईहरु 500 रुपैयाँ इजिली कमाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ म हजुरहरुले हेराइदिएको छु। यहाँ क्लिक गर्नुपर्ने हुन्छ अनि यहाँ म तपाईहरुले पहिला नै भनिदिएको छु। यहाँ तपाईको काम के छ भने एआई ले ट्रेन गर्नु छ आफ्नो के डिटेल के माग्छ त्यसलाई गरेर ट्रेन गर्नु छ। अनि तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो जबको पर जबको $3.55 तपाईहरुले पाउँछ। यो गर्नमा तपाईले जम्मा 5 मिनेट जति लाग्छ अनि त्यसपछि तपाईको टाइम लिमिट 240 मिनेट छ। यानी 240 मिनेटको भित्रमा त्यो कामलाई एक्सेप्ट गरिसकेपछि 240 मिनेटको भित्रमा त्यो कामलाई गरिसक्नु पर्ने हुन्छ। अनि त्यसपछि पेएबल विथिन 30 दिन यानी कि 30 दिनको भित्रमा यो तपाईले पे गरिदिन्छ पैसा। यदि तपाईको काम पहिला हेर्छ अनि राम्रो लाग्यो भने गरिदिन्छ। त्यसले तपाईको पैसा आउँछ न आउँछ डराउनु पर्दैन कि आउँछ कि आउँदैन भनेर। अनि त्यसपछि तपाई के गर्नुपर्ने हुन्छ तपाईको प्रोजेक्ट आईडी छ अनि यहाँ पर्सनल डाटाहरु छन् सबै। अनि त्यसपछि यहाँ फिल्डमा के काम गर्नु छ भने ट्रेनिङ अफ एआई ले ट्रेन गर्नु छ। अनि त्यसपछि तपाईले यहाँ के गर्नुपर्छ एक्सेप्ट जबमा क्लिक गरिदिनु पर्ने हुन्छ। अलि भिडियो लामो हुन सक्छ। अब म तपाईहरुलाई डिटेलमा बताउँछु भने भिडियो लामो त हुन्छ। अब त्यसको लागि तपाईहरुलाई यदि के भन्छ अलि टाइम लाग्छ भने हेर्लिनु होला बिना स्किप गरेर, नत्र तपाई फेरि सिक्न सक्नुहुन्न कसरी कमाउनु भनेर। अब यसलाई तपाईले ट्रेन गर्ने मुख्य 3 वटा छन्, 3 वटा तरिकाहरु छन्। यदि तपाईसँग ड्राइभिङ लाइसेन्स उपलब्ध छ भने 159 वटा जब छ तपाईहरुको। यानी प्रत्येक जबबाट तपाई $3.55 लिन सक्नुहुन्छ। US डलर लिन सक्नुहुन्छ। अनि तपाईको नेशनल आईडी छ भने त्यसबाट तपाईको लागि 63 वटा जब अवेलेबल छ र तपाईको पासवर्ड छ भने 91 वटा। यदि तपाईसँग 3टै छ भने यहाँ यति धेरै जबहरु लिन सक्नुहुन्छ। अब हजुरले ड्राइभिङ लाइसेन्स छ अथवा नेशनल आईडी छ अथवा पासवर्ड छ। नेशनल आईडी राष्ट्रिय परिचय पत्र छ भने त्यसबाट पनि हुन सक्छ। त्यसको कार्ड हुनु पर्यो, त्यो पेपरमा लेखेको हुनु परेन। अनि त्यसपछि यहाँ सबैभन्दा बेस्ट पासपोर्ट, ड्राइभिङ लाइसेन्स, नेशनल आईडी कुनै पनि छ। अब म यहाँ के भनिन्छ ड्राइभिङ लाइसेन्समा गरेर हेराइदिएको छु। अहिले त मसँग यहाँ कुनै पनि छैन तर म तपाईहरुले हेराइदिएको छु। मसँग त्यो के भन्छ नेशनल आईडी ड्राइभिङ लाइसेन्स छ तर मसँग अहिले छैन। यहाँ गट इटमा क्लिक गर्नु छ तपाईले। त्यसमा क्लिक गरिसकेपछि अनि यहाँ आई एग्री मा क्लिक गरिदिनु पर्ने हुन्छ। अनि त्यसपछि नेक्स्ट गर्नु छ। अनि तपाईको कुन मोबाइल हो, आईओएस हो भने आईओएस, आइफोन, आइप्याड हो भने त्यसमा तल क्लिक गर्नु र एन्ड्रोइड स्मार्टफोन हो भने यसमा क्लिक गर्नु। अनि त्यसपछि फेरि नेक्स्ट गर्नु। अनि त्यसपछि आई हेभ यदि तपाईले पहिले यहाँ ओपनमा क्लिक गर्नु छ र एपलाई डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ क्लिक गर्नु छ अनि तपाईले त्यो एपमा डाउनलोड गर्नु छ। योर डिभाइस इज नट कम्प्याटिबल विथ दिस भेरिफिकेसन। सरी यो एपको लागि मेरो डिभाइस कम्प्याटिबल छैन तर म अर्को हेराइदिएको छु। यदि तपाईको हुन्छ भने तपाई गर्न सक्नुहुन्छ। अलि मेरो के भन्छ ओल्ड भर्जन हो त्यही भएर। अनि त्यसपछि तपाईले के गर्नुपर्ने हुन्छ म यहाँ अर्कोमा गएर हेराइदिएको छु। यो टास्कलाई मैले छोडे। अनि यहाँ हेल्प ट्रेन एजुकेसन एउटा अर्को छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पनि हेल्प ट्रेन एजुकेसन एप्लिकेसन अनि यहाँ प्रोफाइल पिक एन्ड सेल्फी तपाईले अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यसबाट तपाई आफ्टर कस्टमर भ्यालिडेसन यानी कस्टमरले तपाईको सेटिस्फाई भयो तपाईको कामबाट भने यहाँ $1.50 तपाई पाउन सक्नुहुन्छ। त्यो पनि 240 मिनेटको भित्रमा तपाईले कामलाई गर्नुपर्ने हुन्छ। अनि यहाँ पेएबल विथिन 60 दिनको भित्रमा तपाईले भइहाल्छ। यो धेरै लामो भयो त्यसले गर्नु परेन हामीहरुलाई। म कुनै सानो हेर्दै छु अलि जस्तै यहाँ एउटा दिएको छ तल $1.25 दिएको छ। यसले म एक्सेप्ट जब गरिदिएको छु। यो 30 दिनको अन्दरमा छ। अनि त्यसपछि तपाईले के गर्नुपर्ने हुन्छ गट इटमा क्लिक गर्ने अनि त्यसपछि यहाँ ओपनमा क्लिक गर्ने। अनि यसले तपाईले यो एपलाई इन्स्टल गर्नुपर्ने हुन्छ।
अनि एप इन्स्टल भइसकेपछि तपाईँले यहाँ ओपन गर्नुपर्ने हुन्छ। अलि काम अलि टाइम लिन्छ, गाह्रो छ, त्यही भएर अलि राम्ररी गर्नु होला। तपाईँले यहाँ त्यसपछि टिक गरेर सबमिट गर्नुहुन्छ। सरी, यहाँ इमेल आइडी पहिले हाल्नुपर्ने हुन्छ। म इमेल हाल्न अब कुनै पनि एउटा इमेल आइडी हालिदिने। त्यसपछि यहाँ सबमिटमा क्लिक गरिदिनु। त्यसपछि तपाईँले ल्याङ्ग्वेज सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ इङ्ग्लिसमा म क्लिक गरेर इङ्ग्लिस सेलेक्ट गरिदिरहेछु। अब चाहिँ यहाँ तपाईँले म्याचिङ टु फोटो आइडी, यहाँ तपाईँले आफ्नो पहिले सबभन्दा पहिला फोटो अपलोड गर्नुपर्ने हुन्छ, एउटा सेल्फी। अब यहाँबाट क्यामेरा इनेबल गरेर तपाईँहरू आफ्नो सेल्फी, अब यो काम म पहिला नै गरिसकेको छु, त्यही भएर अलि मलाई गर्न राम्रो भएन। यहाँबाट तपाईँ आफ्नो फोटो के भन्छ लिन सक्नुहुन्छ। त्यसपछि तपाईँसँग ड्राइभिङ लाइसेन्स छ अथवा कुनै पनि आइडी छ भने त्यो आइडीलाई हालेर अनि तपाईँ $1.5 त्यहाँबाट लिन सक्नुहुन्छ। त्यो म भनेको पहिला नै मुख्य काम हो एआई ट्रेन गर्ने। अब तपाईँ भन्नुहुन्छ आफै किन गरेर आएन भने म यो काम पहिला नै गरिसकेको छु, त्यही भएर म यो काम गरेन। अनि त्यसपछि काम त्यो भइसकेपछि तल त्यसको एउटा कोड आउँछ। अनि त्यो कोडलाई तपाईँले कता एकछिन क्लिक वर्कमा आएर त्यो कोडलाई तपाईँले हालिदिनु पर्ने हुन्छ। अनि तपाईँको त्यो भइहाल्छ। त्यसको अब रिभ्यू हुन्छ अनि त्यसपछि तपाईँको पैसा तपाईँको एकाउन्टमा आफै आइहाल्छ। अब यहाँ हेर्न सक्नुहुन्छ। म तपाईँले लागिरहेको होला किन गरेर हेर्नु भएन, किनभने म यो पहिलादेखि गरिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ। म एकाउन्ट हिस्टोरीमा यहाँ हेर्न सक्नुहुन्छ। म त्यो एआईले हेल्प ट्रेन गर्नवाला गरिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ। मेरो अहिले काम रिभ्यूमा छ, 20 अप्रिलको गरेको छु अनि 19 जुनसम्म यहाँ 19 जुनसम्म मेरो पेमेन्ट आइहाल्छ यसबाट $1.5 भने यहाँ मेरो 1.50 यहाँ हेराउन थाल्छ। अनि त्यो पनि हामीहरूको 250 जति भयो पैसा। अनि त्यसपछि साथीहरू म अब सानो सानो टास्कहरू गरेर आइदिरहेछु। अब जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ अरू पनि धेरै टास्कहरू छन्। यहाँ जस्तै कि यहाँ प्रोफाइल कम्प्लिट गरिसकेपछि पाउँछ कि $1। यहाँ धेरै टास्कहरू छन् सानो सानो, त्यसरी राम्रो हेरिरहेको छैन, त्यही भएर यहाँ हेर्न सक्नुहुन्छ। धेरै इजी टास्कहरू छन्। जस्तै यहाँ हेर्न सक्नुहुन्छ हाउ टु डु क्याटेगोरी जब। अब यहाँ पर तपाईँ क्लिक गरेर $0.01 लिन सक्नुहुन्छ। जसलाई तपाईँले एक्सेप्ट जबमा क्लिक गर्नु छ। म यो तपाईँको पैसा एकदमै छिटो पाइहाल्छ, त्यही भएर म यहाँ गटिटमा क्लिक गर्ने। अब यहाँ सबै क्वेसनहरूको तपाईँले जवाब दिनु छ अनि त्यसपछि तपाईँको पेमेन्ट हुन्छ। हाउ मेनी लेटर डज दिस लोगो कन्टेन्ट, यहाँ मोर देन 3 लेटर म गरिदिरहेछु। त्यसपछि हाउ मेनी लेटर इन द लोगो आर भवेल, भवेल लेटर कतिवटा छ म त्यो गरेर गरिदिरहेछु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ भवेल लेटर 3वटा छ, आई ओ र ई 3वटा छ। म यहाँ 3 गरिदिरहेछु। एक्जेक्ट 3 लेटर आर भवेल। त्यसपछि आर देयर एनी अप्पर लेटर इन द गिभन लोगो। अब यो लोगो जुन छ यहाँ के भइरहेछ म अरू हेरिरहेछु। हाउ मेनी लेटर आर लोगो इन भवेल, सरी यो त भइसकेको छ नि, यो अनि यो भइसकेको छ। यसमा कुनै भइरहेछ अप्पर केस छ अनि यहाँ त कुनै छैन, मतलब ठुलो लेटर भनेर सबैभन्दा पहिला जुन युज हुन्छ त्यो त छैन। त म त्यहाँ लेस देन 3 भनिदिरहेछु। वा सरी, हाउ मेनी लेटर इन लोगो आर भवेल, यसमा चाहिँ जस्ट 3वटा थियो अनि यसमा मोर देन 3 के भयो, ब्याक भइसकेको थियो सायद। अनि साथीहरू त्यसपछि तपाईँहरूले म यहाँ बताइदिरहेको छु, यहाँ नो गर्नु छ। अब यो सब फिलअप गरिसकेपछि तपाईँले नेक्स्ट गरिदिनु पर्ने हुन्छ। अनि यहाँ कुनै पनि एउटा
एउटा कुनै पनि एउटा कमेन्ट छाडिदिनु पर्ने हुन्छ अनि त्यसपछि तपाईँले यहाँ सेन्ड गरिदिनु पर्ने हुन्छ। अब तपाईँले यहाँ यो जब कम्प्लिट भइसक्यो अनि तपाईँले यहाँ डन गरिदिनु पर्ने हुन्छ। त्यसपछि यहाँ ब्याक टु जब लिस्टमा गइहाल्नु पर्ने हुन्छ। अब साथीहरू तपाईँको यहाँ म हेराइदिउँ। अब यो जब तपाईँको एड भइहाल्छ, रिभ्यू पछि यसको पनि पैसा तपाईँसँग आइहाल्छ। यहाँ हेर्न सक्नुहुन्छ, एकछिन यहाँ हेर्न सक्नुहुन्छ, यसको पनि आइसकेछ। यहाँ हेर्न सक्नुहुन्छ $0.1 0.01 सरी। अब यहाँ म रिफ्रेस गरेर हेराइदिउँ। अहिले त्यहाँ एड भएको छैन तर केही समयपछि भइहाल्छ। त्यो अहिले के भनिन्छ 1-2 मिनटपछि त्यहाँ एड भइहाल्छ। अनि यहाँ तपाईँहरू माइक्रोट्याक्स त्यसले भनिन्छ, माइक्रोट्याक्स धेरै छन्, यहाँबाट गर्न सक्नुहुन्छ। यहाँ धेरै माइक्रोट्याक्सहरू हुन्छ अनि गर्न सक्नुहुन्छ साथीहरू। अनि भिडियो राम्रो लाग्यो, अब भिडियो धेरै लामो भयो अनि अरू गर्छु भने डिटेलहरू बताउँछु भने भिडियो धेरै लामो हुन्छ। यतिकै समयमा यहाँबाट तपाईँ धेरै राम्ररी इन्कम गर्न सक्नुहुन्छ। अनि फेरि मिलाउला अर्को भिडियोमा नयाँ टपिकको साथमा। तपाईँसम्मको लागि बाई। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।